सबैलाई नमस्कार। आज चाहिँ हामी यो झोलमल बनाउन सिकाउन गइरहेका छौँ, जस अन्तर्गत चाहिँ झोलमल 1, झोलमल 2 र झोलमल 3 बनाउने छु। यो सामग्री चाहिँ रहेको छ। लसुन प्याज आथ्यो लसुन प्याज मुजलाई इमागबाट हर्ने हामीले कहाँ हरिए न आएपछि नि यहाँ और के भन्नारे हम क्या ये अलु पालेको फेको छ के हेडु आरु कहाँ होइन डाँस खान त मोटो डाँस न ल्यायो होइन छुट्या डाँस खान बनमारा माइका धेरै जन्सी छ। डा रहेछ डा यो भरियाले बढी कहाँ खाइदियो कहाँ 4 घण्टा लम्बाड लेखा 6 महिना लागि रे दाना दाना फुड्डु मात्र भइलो यो। कति पुग्यो 2 केजी लेबर आछ। डाल्नु पानी कति हो? 16 लिटर। यो चाहिँ इएम हो त्यो जीवा तु लेखेको छु नि जो। ल अब के हाल्नु एमा? अब 2 को लागि तयार हो झोलमल 2। के हो देखिया जो हल्लारी यो के बनाउन लाग्यो हामी? यो के बनाउन लाग्यो हो? के हो यो भडा त? झोलमल 3 अनि छट्टाइ पर्छ त हैन? चलाइदियो एउटा कसैलाई। चलाउने त आपत हुने हो। सब बदले बजौटे अहिले बजौटे राजु भट्टलाई नाम कालु सेफ है पसंदी जन उड्डान नाम कालु सेफ खाना उड्डान फर्स्ट ल्याउने म होम टाउन र ज्ञान केन्द्रबाट ल्याए ए